मेरो कविताको शीर्षक छ प्याजको महत्व। प्याज किन लोकप्रिय भएछ बुझ्दै जाँदा धेरै गुण रहेछ, धेरै गुण रहेछ। मिथाइल सल्फाइड र एन्टिबायोटिक, क्याल्सियम सल्फर र एमिनो एसिड, मिनरल फस्फोरस अनि आयोडिन, फाइबरसँगै पाइन्छ नि भरपुर भिटामिन। दैनिक एउटा जसले प्याज खान्छ नि धेरै रोग निर्मूल भइजान्छ नि, निर्मूल भइजान्छ नि। भोजन गर्दा सलादको रूपमा खान्छौँ प्याज, काँचो प्याज दैनिक खाए धेरै फाइदा आज। प्याजको रसमा मह सक्खर खाए मिसाएर, घाँटी सफा रुगा भाग्छ कफ निस्किएर। प्याजको अति महत्व छ नि खान्छन् स्यान्डविच चाटर चटनी, चाटर चटनी। कब्जियत ग्यास भरिने एसिडिटी पनि दैनिक एउटा प्याज खाए पक्का हट्दछ नि। प्याजमा भएको रेसाले त ओखती नै गर्छ, पाचन तन्त्र बलियो भई कब्जियत हट्छ। पेट सफा राख्नलाई पनि काँचो प्याजले मद्दत गर्छ नि, मद्दत गर्छ नि। फाइदा हुन्छ जसले आज प्याज के हो बुझ्छ, घरमा प्याज नहुनेले पसलतिर कुद्छ। शरीरमा हुँदैन नि रगतको कमी, वृद्धि हुन्छ रोगसँग लड्ने ताकत पनि। पोषक तत्त्व प्याजमा हुनाले रक्त अल्पता हराउँछ गुणले, हराउँछ गुणले। खाली पेटमा 2 चम्चा काँचो प्याजको रस नियमित सेवन गरी ढुक्क भई बस। शरीरको पत्थरी रोग यसले निर्मूल पार्छ। प्याजको रसको महत्वलाई अब बुझ्नु पर्छ। काँचो प्याजमा छ धेरै तत्त्व, निन्द्रा लाग्छ बुझौँ है महत्व, बुझौँ है महत्व। नभन्नु है काँचो प्याज खाँदा गनाउँछ, शरीरमा इन्सुलिन यसले बनाउँछ। बुझ्नु होला काँचो प्याज नसकेमा खान, प्याजको रस सेवन गरे पनि हुन्छ जान। मधुमेह रोगलाई पनि निको पार्न मद्दत गर्छ नि, मद्दत गर्छ नि। मिथाइल सल्फाइड काँचो प्याजमा हुन्छ, एमिनो एसिडको नि धेरै धेरै गुण छ। यी दुवैले रक्तचापलाई नियन्त्रणमा राख्छ। कुरा बुझौँ काँचो प्याजले रक्तचाप भाग्छ। रक्तचाप हटाउन परेमा दैनिक एउटा प्याज खानु घरैमा, प्याज खानु घरैमा। त्यति धेरै महँगो नि पर्दैन है प्याज, गरिबले नि खान सक्छ किनेर त्यो राख। दैनिक जसो एउटा काँचो प्याज खाउँ हामी, स्वास्थ्य बन्न सघाउँछ पारौँ अब बानी। दैनिक एउटा काँचो प्याज खाँदा भाग्छ हाम्रो शरीरको रोग आधा, शरीरको रोग आधा। दैनिक एउटा काँचो प्याज खाँदा भाग्छ हाम्रो शरीरको रोग आधा, शरीरको रोग आधा। धन्यवाद, नमस्कार।